हेलो साथीहरू, के छ हाल खबर? म चाहिँ यति बेला अबुधाबी युए अबुधाबीको चाइना क्याम्प स्थित बानियास चाइना क्याम्पबाट चाहिँ एउटा छोटो मिठो भ्लग तयार पारेर तपाईँलाई देखाउन खोज्दैछु। मेरो चाहिँ ब्याकग्राउन्डमा तपाईँले एउटा विशाल यति ठुलो क्याम्प देख्नु भएको छ। यो क्याम्पको बारेमा के हो त, के छ भित्र भनेर चाहिँ एउटा छोटो मिठो भिडियो चाहिँ तयार पारेर तपाईँहरू समक्ष चाहिँ देखाउन खोज्दैछु हो नि त। अब प्राय एक घर एक रोजगार चाहिँ विदेशतिरै छन् होइन, सबै लगभग विदेशतिरै छन्। अबुधाबीमा युएमा पनि लगभग 7-8 लाख मान्छे, 7-8 लाखभन्दा बढी मान्छेहरू चाहिँ बसोबास गर्छन्। तीमध्ये पनि बानियास प्राय सबैलाई थाहा नै छ के छ त्यो बानियास चाइना क्याम्प भनेर को बारेमा चाहिँ एउटा सानो छोटो मिठो चाहिँ भ्लग तयार पारेर म तपाईँहरूलाई देखाउन गइरहेको छु। मेरो ब्याकग्राउन्डमा तपाईँलाई हेर्नुहोस्, यहाँ एकदम विशाल ठुलो होइन, आँखाले हेरेर नभ्याउने खालको चाहिँ एउटा भनौँ न अब हामीहरू बस्ने ठुलो क्याम्प छ नि। यो क्याम्पमा भित्र के छ त भनेर मैले तपाईँहरूलाई देखाउन गइरहेको छु है त। यो क्याम्पको बारेमा लेट्स गो है त। लेट्स गो। म यहाँ आफूले जाने जति लगभग म सबै तपाईँहरूलाई देखाइदिन्छु। आफूले जाने जतिको चाहिँ लगभग म सबै तपाईँहरूलाई देखाइदिन्छु है त। यसरी सर र ब्याकग्राउन्ड हेर्नुहोस्, अनि म यो क्याम्प घुमेर यहाँ भित्रको बारेमा चाहिँ के छ म सबै देखाइदिन्छु। यता चाहिँ पुरा आएर खाना खाने ठाउँ, यहाँ खाना बनिरहेको छ टक्क लाएर होइन, चिकन मटन के खाने हो सर्लक्क लाएर दिनभरिको थकाइ मेट्ने गरी यहाँ आएर आनन्दले बसेर च्याम्म खाने ठाउँ यो हो। चिकन मटन रोटीहरू मजाको होइन, पाकिस्तानी रोटीहरू पाउँछ, सर्लक्क खाने ठाउँ यो हो। अनि यता चाहिँ छ गर्मी लाग्यो अब जुस सब केराको आँपको होइन लेमनको जुसहरू खाएर टप फ्रेस हुने ठाउँ। यता चाहिँ नास्ता, यता जोक छ नि, यता चाहिँ नास्ता पाउँछ, यहाँ समोसाहरू होइन, जेरीहरू नम्किनहरू सबै पाउँछ यता चाहिँ। नास्ता पाउने ठाउँ हो। यता चाहिँ रोटी पकाउने ठाउँ, रोटी पाउने ठाउँ। यता रोटी रोटी पाइन्छ मजाले बनाउँदा तातो रोटी। यहाँ दोकानहरू छ है, यहाँभित्र चाहिँ आफूलाई मन लागेको सर्लक्क ल्याएर चप्प खाने ठाउँ। यो दोकान छ, यहाँ सब मान्छेहरू व्यस्त छ, खानामै व्यस्त छन् अहिले। टक्क लाएर सबैजना एकदम खाना ओर्न बसेको छ नि। यहाँ साइडमा एटिएम छ, दोकान छिराइदिएँ मल्ल बल्ल दोकान त्यसरी दोकानभित्र सर्लक्क लाएर घुमेर आएको छ। के पाउँछ दोकानमा के हो ठ्याक्क लाएर हेर्नु। यो चाहिँ दोकान हो है। यो केराको रेट झट्टै 8 रुपियाँ किलो, 8 सुन्तला गरेर आयो। फलफुलहरू टक्क लाएर जान्छ सिरिर लाएर दोकानमा के पाइन्छ भनेको रहेछ। बिस्कुट आइटमहरू, खानेकुरा आइटमहरू सर्लक्क लाएर राखिन्छ। प्लास्टिक आइटमहरू सबै छ, देख्नुलाई सानो सानो कुरा चप्पलहरू सुइँ लाएर लगाउँछ सर लाएर बिग सेल लगाएर दोकान। आफूलाई चाहिने चाहिँ सबै कुरा पाइन्छ, मजाले पाइन्छ थाहा छ। भाँडाकुँडा प्लास्टिक आइटमहरू सर लाएर लाएर तपाईँहरूलाई म एउटा आइटम देखाउँछु। कति सस्तो भन्ने लाग्यो होला। यो गिलासको कति पर्छ भन्दा तपाईँले भन्नुहुन्छ नि, यो गिलासको प्राइस हो 4 रुपियाँ नेपाली, 4 चौको 16, 160 पर्छ यसलाई। सरफ आइटमहरू सर्लक्क लाएर घर जान चाहिने चिजहरू छ क्या, घर जान चाहिने चिज सबै सुटकेसहरू, घर जान चाहिने सुटकेस झोला कराक्कुर जम्मै छ। यस्तो चाहिँ दोकानका सिस्टमहरू सबै यहाँ कोही हुँदैन। आफूलाई चाहिने चिज आफै खोज्ने हो, साबुन आइटमहरू आफै खोज्ने हो, सर्लक्क लाएर चाहिँ लेख्ने है। ल आफूलाई के चाहिन्छ ठक्क आउने हो, झिक्ने हो, लाने। दोकानको बारेमा तपाईँहरूलाई भन्नु नै पर्दैन, चाहिँ सट्ट लाएर जम्मै कुराहरू सर्लक्क पाउँछ। के चाहिन्छ सब कुरा सुरुङ रुङ दोकान बजार चाइना क्याम्प बजारभित्र रहेको चाहिँ चप्पलहरू 37 रुपियाँ 38 रुपियाँ चप्पलहरू हेर्ने। बिस्कुट आइटमहरू पुरा यता छ, बिस्कुट आइटमहरू, महहरू, टक्क लाएर खानेकुराहरू, नास्ताको आइटम सबै सर्लक्क लाएर सुइक्क लाएर यसरी रोजी किन्नु पाइन्छ। रोजी किन्नु पाइन्छ। पैसा हुनु पर्यो, सब कुरा पाउँछ। रोजी पैसा चाहियो, पैसा मेन कुरो, मेन फोकस भनेको पैसा हो। पैसा छ सबै छ, पैसा छैन केही पनि छैन। यस स्यान्डविच आइटमहरू होइन, सबै छ। स्यान्डविच, जङ्क फुडहरू, कोल्ड ड्रिङ्क्सहरू, खरबुजा लोकल छ खरबुजा। ल दोकान पनि घुमाइदिएँ मैले तपाईँलाई। चाइना क्याम्पको दोकान कस्तो घुमाइदिएँ। यो क्यास काउन्टर भयो, यसबाट सट्ट बाहिर गएर चाहिँ सबै कुरा सक्ने।